काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डे जुन दबङ स्टाइल मान्छेले धेरैजनाले मन पराएका थिए, उहाँलाई आज निलम्बन गरिएको छ। निलम्बन 6 महिनासम्म, मतलब सकियो होइन। राजनीतिक हो, जसको शक्ति उसकै भक्ति, क्लियर कुरा छ। अब यो कुरा काण्ड के हो? काण्ड के हो त भन्दाखेरि चैतमा काठमाडौँका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई छिर्न खोज्दाखेरि उनले रोकेका थिए र पनि सिसा फोडेर छिरेका थिए। अब यसपछि के भयो त भन्दाखेरि सरोज गुरागाईले मलाई किन रोकेको भन्ने स्पष्टीकरण सोधे। स्पष्टीकरण र चित्त बुझ्ने वाला जवाब आउने नै थिएन, आए पनि मानिने वालै थिएन, पुरा क्लियरै छ। अब बालेन शाहको आदेश मान्ने क्रममा बालेन शाह र एमाले अर्थात् चाहिँ सरोज गुरागाई, सुनिता डङ्गोल को चपेटामा राजु पाण्डे परे। यो कुरा क्लियर छ। आज उनलाई 6 महिनाको लागि निलम्बन गरिएको छ। उनको ठाउँमा अर्का विष्णु जोशीलाई पनि नियुक्ति गरी पनि सकिएको छ। हेर्दाखेरि यो जुन सिसा फोडेको दृश्य र अहिले गर्दाखेरि चाहिँ विशेष गरी बालेन शाह र एमालेको टक्राउले गर्दाखेरि उनलाई यो अवस्था पर्यो र उनले यो भोग्नु पर्यो।